हाई गाइज, म सरोज रामदाम। मैले सोचेको थिएँ कि मैले यो च्यानलमा मोटो भ्लग हाल्छु। मोटो भ्लग विशेष कारणवश अहिले सम्भव छैन, सो त्यही भएर चाहिँ मैले सोचिरहेको छु लाइफस्टाइल टाइप भ्लग हाल्छु। सबैलाई म आफ्नो इन्ट्रोडक्सन दिन चाहन्छु होइन, कि कतिले मलाई चिन्नुहुन्छ कतिले चिन्नुहुन्न होइन। म सरोज विक, खास म सरोज विक हो। रामदाम चाहिँ मेरो गोत्र। म चाहिँ पोखरा 21 कृष्टि नाच्ने चौक चुरेटा गाउँमा बस्छु। पोखराको भ्यू देख्न सक्नुहुन्छ। पोखरामा चाहिँ पिसफुल ट्रेकिङ गर्नको लागि आनन्द पुरा शान्त खुल्ला नेचरसँग रमाउन मन छ भने चाहिँ मेरो गाउँ चाहिँ एकचोटि भिजिट गर्नै पर्छ होइन। पोखराबाट धेरै टाइम पनि लाग्दैन, विथ 50 मिनट्स हामी यहाँ माथि आइपुगिन्छ कि। त्यस्तो यस्तो दामी ठाउँ छ, हेर्नु न। थोरै म हजुरहरूलाई यो ठाउँको बारेमा बताउन चाहेँ होइन। पुरानो एयरपोर्ट, यो न्यू एयरपोर्ट होइन, उतासम्म छ होइन। हल्का यता यो जङ्गलले छेक्यो, नत्र भने यता छ। यो चाहिँ माछापुच्छ्रे हिमाल। हजुरहरूलाई भन्नुपर्ने कुरा चाहिँ धेरै छ होइन। आजलाई यति नै राख्न चाहेँ। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नु भन्दैमा आजको लागि बिदा मागेँ गाइज, बाई।